नमस्कार, जय नेपाल। आज हम फेरि चाहिँ त्यही कुरा कर्जकै बारेमा भन्न चाहन्छौँ हैन। छोटकरैमा भन्न चाहन्छौँ, छोटो छ हैन। प्रदीप मुखियाको भाइ सोनालाल मुखियाले यो लगायत 18 चोटि आम माफी गरेको कुरा सम्पूर्ण जेनजी तथा देश विदेशमा बस्नु भएको जेनजी हजुरहरू लगायत शिक्षित बुद्धिजीवीहरूलाई जानकारी दिन चाहन्छ हैन। प्रदीप मुखियाको भाइ सोनालाल मुखियाले यो लगायत 18 चोटि आम माफी गरेको कुरा सम्पूर्ण जेनजी तथा देश विदेशमा बस्नु भएको जेनजी हजुरहरू लगायत शिक्षित बुद्धिजीवीहरूलाई जानकारी दिन चाहन्छ। मध्य प्रदेश, क्षेत्र नम्बर 3, जिल्ला रौतहट, नेपाल। ठेगाना देवाही गोनाही नापा 5 टिकुलिया टोलमा बस्ने महेश तिवारी जी लाई, मेरो गाउँको वडा नम्बर 5 को बस्ने महेश तिवारी ज्यूलाई रु 10,000 रुपियाँको सहयोग गरेको थिए। सोनालाल बिन्दले तिवारी ज्यूलाई श्री महेश तिवारीको त्यति बेला आवश्यकता कमजोर भएको हुनाले उहाँलाई रु 10,000 को सहयोग गरेको थिए हैन। महेश तिवारीजीको बाइलर फारम खोल्नको लागि पैसाको अभाव परेको थिए हैन। हाम्रो गाउँ यस्तो हो हैन, समयमा चाहिँ सहयोग दिने मान्छे खोज्दाखेरि मिल्दैन हैन। त महेश तिवारी ज्यूको बाइलर फारम खोल्नको लागि पैसाको अभाव परेको थिए। त्यति बेला हैन। त्यसै क्रममा सोनालाल मुखियाले उहाँलाई बाइलर फारम घर बनाउनको लागि सहयोग गरे हैन। अब भन्छ मान्छे यो कुरा झुटो हो हैन। झुटो हो भने त्यही मान्छे त अहिले पनि जिउँदैछ, त्यो गाउँमा गएर सोध्नु होला हैन। प्रमाण सबुतको आधारमा साक्षी चाहिँ छोटेलाल राई यादव हैन। प्रमाण सबुतको आधारमा गवाही छोटेलाल राई यादव, उहाँको बुबाको नाम चाहिँ श्री अक्षयलाल राई यादव जी को छोरा हुन् हैन। अब म यही भिडियो यही खत्म गर्न चाहन्छु हैन। धन्यवाद। जय नेपाल।